Guys, today our vlog, first vlog starting है हामी यहाँ डाँडा आएको हैन डाँडा आएको ढिला भयो अनि कति अनि अहिलेको पुरा अहिले 12-1 बजिरहेको छ है यहाँ मिस कृतिका गुरुङ लुक एट हियर त्यही त नि बेबी यता हेर आएर बेबी ल हेलो गाइज सुन न के छ सन्चै हुनुहुन्छ हाम्रो भ्लगमा तपाईँलाई स्वागत छ भन्नु न बाबा यता हेर्नु त अर्का फालेको लिची अहिले पछि म किन्छु नि यता हेर त सानो मान्छेको अब टिकटक स्टार्टिङ ल गाइज यहाँ के गर्नु यहाँ अब कोही अब नआएर यहाँ अब चटपटे बनाउनु भने ल्याएको बदाम अब चाहिँ हामी सराम सबै खाउँदैछौँ हेर्नुहोस् हाम्रो यहाँ बदाम एक जोडा बदाम यति बनाइदिन्छ के आयो अब के गर्नु त नि गर्मी छ अब वेटिङ यहाँ दिउ पुरै चिसो भइसक्यो अब यहाँ पानी सकिसक्यो अब झोला खोताल्दै खाँदै बस्यो के गर्नु त नि यस्तै छ खाएर बस्यो अब मेरो लुक्समा नजानु होला खानी बसेँ के छ त टिकटक क्विनहरूको हेर्नु न हामीले त्यही पछि घाँच्छौँ ए हो अब एकचोटि गरौँ त्यो बहिनीहरू आउँछ होला अनि आएछ अनि त्यही हो बेटुमा ल अहिले चाहिँ बाई बाई ल हामी अब 7टा उठेर यार हिँडिन्छ कुदिन्छ घाम लागेको छ यस्तो होला त्यसरी खै यता ल बल्ल यहाँ छाता र बोतल समाउँदैछु ताकि अब भ्यू हेर्दै हिँड्नुहोस् तपाईँहरू यस्तै छ के गर्नु स्मुथ यो उयो ब्यागमा हालिदेऊ न कान्छी हालेर अलिक पानी प्यास लाग्ला कि भनेर मात्र होला नि आमाको ए गाह्रो छ अब हेर्नुहोस् हाम्रो ब्लगिङ पार्टी हामी स्टार्टिङ यहाँ केरा कति राम्रो केरा को आउँछु बाइकमा हालेर पठाउनु हुन्छ नि भने सामानहरू कहिले यसो होइन मेरो त नि पार्टनर भने यसो होइन कतै ट्राभलिङ गर्न मिल्यो भने त स्कुटी बोकेर होइन अनि यसो भ्लगिङ गर्दै हिँड्नु मजा हुन्थ्यो क्या दिया त्यो तितो हुँदैन होला नि कहाँ पानी झर्छ यार चराले मुत्यो क्या हो यहाँ क्या डेन्जर छ हाम्रो पारी मुङदल डाँडा ब्याग चिप्ले हातबाट अस्ति त आरुसीलाई बोक्न लगाइदिएको थियो एउटा हातमा सामान छोड छाताले ल छाता चप्पलले फेरि आधी खुट्टा अगाडि त्यही भन्छ त्यही भन्छ चप्पल नलगाऊ भने होइन तपाईँले झ्यात्त र भुत्ता निकालेर कति स्मुथ आइरह यार अनि कस्तो सानो आउँछ क्या मेरो भाकामा छैन तपट्टिको आएकै छैन हेलो भनिदिनुहोस् झाडीतिर हेलो भनिदिनुहोस् अहिले पछि करोडौँ माछा गनिदिनुहोस्
हामी यहाँ लाग्यो को काँक्रोपट्टि ल लिनुहोस् हजुरलाई केही भन्नु छ हजुरलाई केही भन्नु छ साट्ने हो त छट्टा साटिङ केही भन्नु छ मन्जुश्री केही अपडेट दिनु छ हजुरलाई छैन मलाई ल मामा घर आएर तपाईँलाई कस्तो हुँदैछ घामले पोलेर मलाई झ्याउ लागिरहेछ रे झ्याउ कहाँ उम्रियो रे छैन रे अनि अहिले अब कतिवटा रेकर्ड बना फेरि यो तेरीमा होइन अनि अहिले पछि कतिवटा माछा समाउने गङ्गटा समाउने रेकर्ड राख्नुहुन्छ होला हजुरले अहिले पछि आउँछ कतिवटा हुन्छ हाम्रो कतिवटा उयो के अरे टार्गेट हुन्छ कतिवटा उयो हुन्छ है कितिका सुई कतिवटा समाउनुहुन्छ हजुर समाउन आउँदैन के गर्न आउँछ भन्नु त छपाउन आउँछ होला मैले कम त सामान बोकेको छु यो भित्र नि सामान छ हौ कस्तो दामी भ्यू छ हौ हाम्रो यहाँ रोड पुरै यो मनकाम डाँडाभन्दा अलिकति तलको हो दामी छ अहिले पछि हामी घर पुगेपछि तपाईँलाई फेरि अपडेट दिउँ न बाटोमा ल अहिले चाहिँ फेरि भेटौँ ल बाई हेलो गाइज हामी अब आइपुग्नु लागिसक्यौँ त्यो जस्ता देखिरहेको चाहिँ हाम्रो मामा हो मामा घर अब हामी लगभग आइसक्यौँ बाटो अब पुरै आली छ रोड अलिकति सकायो ल पख म समात्छु तिमीलाई लोड छ नि के नि हिँड्न सक्छु अहिले भने लड्छ कि अब गाउँमा पारीको पाटा नहिँडेको मान्छे अनि पोग्लो चिप्लियो भने बरु यता छेउछाउमा होइन दिया मगर अब हामी लाग्यो विथ दिया मगर विथ अन्जिता मगर विथ मन्जु श्रेष्ठ विथ कृतिका गुरुङ यस्तो गर्छ अनि बिस्तारै अब हामी लाग्यौँ अलिअलि बिस्तारै अब बिस्तारै ल हामी आयौँ हाम्रो मामा घर कति राम्रो हाम्रो मामा घर यी कति राम्रो तल खोला छ तल खोलामा हामी हजुर के पनि हुँदैन हौ जुम गरेर हुन्छ ए कटु फेर त्यो ब्याग ल्याउ त कालो हेलो हाम्रो यहाँ हेर्नु त कति राम्रो कागती नेचर्स कागतीहरू कता फल्या छ तल अहिले खोलामा गएर हामी मार्नेछौँ माछा चाहिँ छ कि छैन हाम्रो यहाँ केरा कति धेरै फलेको दिस इज हाम्रो मामा गर्ल खाइहाल्यो भन्दै नि त नि हेलो लाइक एन्ड सब्सक्राइब भन्देऊ प्लिज भाडा दुईटा ल्याउनु पर्ने रातो गङ्गेटा ढ्याको आइदिन्छ जिउँदै खाल्यो खोइ दुध खाल्यो
त्यो दुधे गङ्गटाहरू मलाई थाहा छैन के गङ्गटा दुध आउँछ हेलो झर्छ झर्छ हेलो मेरो हिलले भाग्यो एउटा गनेला भाग्यो कुराहरू फोहोर गर्ने मात्रै तिम्रो चप्पल कहाँ राख्यो खुट्टा दुखे होइन बिस्तार जाऊ है एकजना क्यामेराम्यान बाहिर उठेर राख्नै पर्ने रहेछ अत पनि त तमता बच्चा लो देखाउ त छोड न यो तता गर्ने बाबु कति वर्ष भयो कुन चाहिँ हो बाबु यो तता बोल्ने ए ओ 4 वर्षको बाबु के भेट्छ के भेट्छ शीतलमा बस्ने त्यो चिप्लो हुन्छ नानो बिस्तारै शीतलमा बस्ने पानीमा टेक्ने हैन पानी एकछिन सम्लिन्जौ न हो त्यही बस्ने त्यही शीतलमा ढुङ्गा बस्ने मेरो मुख दुख्छ नि कराउँदा दुखेर यिनीहरूलाई पानीमा नहिँड्नु टेर्दैन पानीमा नहिँड्न त आरुसी फेर्नु लुगा नि लिएर आएन सबै त्यहाँ जाने भएर बस दाइ गरेर उता हो यहाँ हाल्ने ढुङ्गा छैन तिम्रो लुगा फोहोर भयो भरे मलाई मेरो भाइ र बहिनी छोरा लगेर त यिनीहरूले त घाइते बनाइरहेको छ भन्नु ओ शिकारी यता यता के मारेको पानी दिनु हिलो खेल्न मात्र पख्न ला आज त मम्मीलाई फोनै गर्दैन बिर्से त छोरीहरू पाएँ मैले भनेर केही गर्दैन होला है मम्मीले चिन्ता गर्छ गर्दैन होला ठुलो मम्मीले ल्याएको त्यो हातमा चाहिँ के गरे आरुसीले कालो हाम्रो यहाँ गङ्गटा खोज्ने कार्यक्रम सुरु भइरहेछ यहाँ हामीले गङ्गटा यति धेरै पायौँ
गङ्गटा प्लस अलिअलि माछा धेरै छैन माछा अलिअलि मात्र छ माछा चाहिँ हेर्नै गरेर सलमान लागेको खन्छ आउँछु जम यति भए पुग्छ ल जाउँ त्यस भए तलतिर जाउँ त्यहाँ अलिअलि खोताल्दै जाउँ हामी यहाँ हाम्रो गोर्खे टिम यति गङ्गटा दुई छाक पनि एक छाक पनि एक मुख पनि नपुग्ला जस्तो छ हाम्रो यहाँ खालो त्यो पुवाल चाहिँ उतापट्टि छ उता ध्यान न उता माथि पुवाल देखिनुहोस् त्यहाँ हो त्यहाँ तेरो ब्याट ल त्यो पुवाल छ त्यो पुवाल छ त्यो हो त्यहाँ ल अब हाम्रो भ्लगिङ कार्यक्रम सुरु हुँदैछ हामी लाग्यौँ अब झन्डै चिप्लेर लडेको हाम्रो गङ्गटा बोकेर के भयो काट्यो अब हामी कता भए जान्छ अनि खोला सुकेर केही छैन पहिला यो खोला यति धेरै माछा पाउँथ्यो कि होइन बगटे कालै हुन्थ्यो उयो के माछा दिदी हाम्रो झिँगे माछा कालै हुन्थ्यो हिले माछा हुन्थ्यो ट्राभलिङ नेपाल आइडी किन खोजिहाल्दा अहिले चल्छ र नेट अब माछा मार्नु त यस्तै बेसी झुल्सु ल्या भए चाहिँ हुन्थ्यो गङ्गटा चाहिँ आइन्छ माछा चाहिँ के आइन्थ्यो र ल हिँड्दै गर अनि अब गएर सेपट्टि बनाएर टाप खाएर भागौँ त्यहाँ भागो माछा यहाँ सानडुङ्गामा दिदी पानी बोतल कहाँ हो ए हातमा छ त्यो ठुल्डुङ्गा छ अब माछा के भन्नुसम्म सक्दैन यस्तो परिस्थिति छ हामी नेट ल्याउने भनेको नेट ल्याउनै बिर्स्यो कि होइन मान्छे हाम्रो परिस्थिति एकदम राम्रो हुन्थ्यो होइन त मिस कितिका हाम्रो गङ्गटा आयो अझै छ क्या हो त्यो त गङ्गटो बहिनीले हाम्रो गङ्गटा मार्दै हुनुहुन्छ त्यो पनि हुन सक्ने सम्भावना छ र त्यो पनि हुन सक्ने सम्भावना छ गङ्गटा भने त दन्त तागल मैले मिस अन्जिताले हिले मारेको अवस्था दिस इज गङ्गटा बच्चा नि छोडेन भन्थ्यो अब बच्चा नि नछोड्यो बच्चै मिठो हुन्छ क्या यार गङ्गटाको त ठुल्ठुलो भन्दा त बच्चै मिठो हुन्छ यार आऊ है त हिले मारे यत्रै हिले चिप्लेर गयो नि यार दुई तिनचोटि एउटा ठुलो हिले थियो राइट सकिन्छ त कसरी छैन नो गङ्गटा ओन्ली सङ्गटा यहाँ भन्दा नि उयो तक माथि चाहिँ छ जस्तो भन्दा आई थिङ्क यहाँ हुनुपर्ने हो माथि छ क्या हो
हिले कति मजाले भेट टक्क बसिरहेको रहेछ मेरै लागि भनेरो अब अरे निकाल सक्दैन निकाल What are you saying? गाइस म त अहिले फेरि क्यामेरा बोकेर लडेको नि त्यतै मारेको बाबाले